नमस्कार। यो उदयपुर जिल्लाको त्रियुगा नगरपालिका वार्ड नम्बर 15 खाबु छामलिङ यो सिमसार घेगनी बारी हो, जुन चाहिँ यो घर जग्गा बुद्धि चामलिङ राईको हो। र मैले यहाँ देखिरहेको यो घर जग्गा चाहिँ बुद्धि चामलिङलाई स्वर्गीय पिता तिलकराम राईले किनिदिनु भएको यो जग्गा हो। यो घेगनी बारी, यो माथि देखेको तारेभिर, तिमी तारेभिर म त लहरा भन्ने गीत यही हो। तारेभिर, यो माथि देखिएको तारेभिर। यो तल देखिएको चाहिँ उदयपुर जिल्लाको सदरमुकाम गाईघाटदेखि खोटाङ जिल्लाको सदरमुकाम दिक्तेल जाने सगरमाथा लोकमार्ग हो। यो पारीदेखि टिलकेटार, जहाँ चाहिँ स्वर्गीय तिलकराम राई जन्मिए, समाजसेवी हुनुहुन्थ्यो। यो बाँस तारेभिर, तिमी तारेभिर म त लहरा, हेर्नुहोस् ल तारेभिर, यो खोपन ल। यो चाहिँ कोदोबारी, यो चाहिँ मेरो यो पैतृक सम्पत्ति, स्वर्गीय बुबा तिलकराम राईले किनिदिनु भएको यो घर। यो राम्रो कोदो, यो घाँस हो। यो बुद्धि चामलिङ राईको यो घर जग्गा हेर्नुहोस्, फिलुङ्गे घर, फिलुङ्गे। यो सुन्तला बगान हो, हाम्रो जेठो दाई मुक्ति राईले रोप्नु भएको यो सुन्तला 2058 सालतिर रोप्नु भएको। ल हेर्नुहोस्, यो कोदोबारी, यो चाहिँ फिलुङ्गे भन्छ, फिलुङ्गे हो। ल यो चाहिँ सुन्तला हो। यो यो हाम्रो जेठो दाई मुक्ति दाईले रोप्नु भएको सुन्तला यसपालि राम्रो अडेको रहेछ। त्यो पनि यति राम्रो रहेछ फिलुङ्गे, हेर्नुहोस् घाँस हरि छ। कोदोबारी एकदम राम्रो छ। यो सुन्तला हो, हाम्रो जेठो दाई मुक्ति राईले रोप्नु भएको सुन्तला, यति राम्रो छ, राम्रो अडेको रहेछ। यो सुन्तला बोट हो, यो हाम्रो घर हो, राम्रो छ बोट बिरुवा। हाम्रो दाइले रोप्नु भएको सुन्तला राम्रो अडेको रहेछ। ल सुन्तला राम्रो अडेको रहेछ हाम्रो सुन्तला। जेठो दाई मुक्ति दाईले रोप्नु भएको सुन्तला कति राम्रो, धेरै अडेको रहेछ सुन्तला। हाम्रो मुक्ति दाईले रोप्नु भएको सुन्तला हेर्नुहोस् है, सुन्तला बारी। ल हेर्नु सुन्तला, 1 2 पल्लो 1 2 3 4 5 6 7 बोट। यता यता यहाँ चाहिँ 7 बोट छ सुन्तला, राम्रो यसपालि अडेको रहेछ सुन्तला। 7 बोट सुन्तला यहाँ, अनि यता यो 8 9 10 11 बोट। कति राम्रो फलेको छ, अडेको रहेछ सुन्तला हेर्नुहोस्। ल सुन्तला हेर्नुहोस्, 11 बोट भयो, 11 बोट, 12 बोट रहेछ सुन्तला। यो 12 बोट, ल 12 बोट सुन्तला हेर्नुहोस्, 12 बोट, 13 14 बोट रहेछ, दुईवटा मरेको रहेछ। स्वर्गीय बुबा तिलकराम राईले किनिदिनु भएको यो पैतृक सम्पत्ति हाम्रो। यो सुन्तला हाम्रो जेठो दाई मुक्ति दाईले रोप्नु भएको सुन्तला, राम्रो अडेछ सुन्तला यसपालि। चुन्नी बुवा कागती दाइले रोप्नु भएको हाम्रो घर। घर यस्तो छ, अस्ति आएर मैले बारी गएको। यो चाहिँ मैले रोपेको लिची बोट हो, ठुलो झ्याङ्गे छ यसपालि लिची। यो अस्ति आएर बारी गएको घर, अस्ति मैले आएर बारेको राम्रो घर हो। यस्तो अवस्थामा रहेछ हाम्रो घर। यो मैले रोपेको लिची, यो पारी यो हाम्रो तारघर अस्ति रङ्गशाला बनाएको खेल जग्गा यही हो। ल यो तारेभिर, पारी सगरमाथा लोकमार्ग गाईघाट दिक्तेल जान्छ भने बाटो टिलकेटार, यो तारेभिर, अनि यो हाम्रो घर। यता साइलो भाइ हाम्रो थमानले रोपेको आँप पनि हुर्केको छ, हेर्नु जी। यो घर हाम्रो घर अहिले यस्तो रहेछ। अब यसलाई मर्मत सम्भार छ, घर यस्तो अवस्थामा रहेछ। मेरो घर चाहिँ हेर्नुहोस् है, ल घर यस्तो अवस्थामा छ, हेर्नुहोस्। ल घर यस्तो अवस्थामा छ, घर यस्तो अवस्थामा रहेछ, हेर्नुहोस्।
घर यस्तो अवस्थामा छ घर यस्तो अवस्थामा छ ल हेर्नुहोस् घर यस्तो अवस्थामा छ मैले लोभको लिसी ल कस्तो राम्रो छ मैले लोभ लिसी अस्ति मैले आएर सरसफाइ गरेको हाम्रो घर यस्तो छ अहिले मेरो मैले लोभ लिसी हाम्रो घर हाम्रो आरू पनि छ मेरो भाइ साइला थमानले रोपेको आँप अहिले यत्रो भएको रहेछ आँप पहाडमा अर्ग्यानिक अम्बा चाहिँ यसरी खाने हो यसरी खाने यसरी खाने हो हेर्नुहोस् अम्बा गाउँमा यस्तो अम्बा हुन्छ हेर्नुहोस् अनि अम्बा चाहिँ यसरी खाने हो यहाँ हेर्नु साह्रै मिठो हुन्छ रसिलो यसरी खाने हो भाइ साइलाले रोपेको आँप अनि बबने सेकन्ड र भाइ साइलाले रोपेको आँप 3 बोट आँप यो 3 बोट आँप रहेछ यहाँ निबुवा 4 बोट आँप 5 बोट साइलाले रोपेको 5 बोट आँप साइला भाइले रोपेको 5 बोट आँप अनि जेठो दाइले रोपेको 14 बोट सुन्तला छ हाम्रो बारीमा यो घर हो हाम्रो ल हेर्नु यो हाम्रो बाँस हो बाँस ग्याङ हाम्रो कुलो थियो पहिले यहाँ घाँस छ हाम्रो बारीमा प्राप्त रूपमा घाँस यो हाम्रो घर हो मेरो घर ल यो लिची यो चाहिँ यहाँ मैले रङ्गशाला बनाएको थिएँ पहिले अनि यो खेती लाउने भएर अहिले निकालेछ यस्तो अब यो हाम्रो साइलाले रोपेको रुद्राक्ष अहिले यत्रो बस्छ हाम्रो तारघरा यो फुटबल खेल्ने ठाउँ मैले बनाएको थिएँ र हाम्रो घरबाट मुनि मैले लिएको पानी धारा हाम्रो काजी मामाको खेत धान पानी रहेछ यत्रो पानी आउँदो रहेछ पानी बारी यो सिमसार पारी तल सहरमा त लोकमार्ग हेर्नुहोस् हाम्रो बारी पुछार रुद्राक्ष बारी पुछार बारी पुछार यता छ र हाम्रो पाखा बारी हो खरहरू हुर्केको रहेछ पाखा बारी हो हाम्रो बारी पुछार हो हाम्रो बारी पुछार हाम्रो बारी पुछार हो काजी मामाको सुन्तला हाम्रो बारी पुछार हो काजी मामाको यो सुन्तला गाडी हाम्रो बारी पुछार पिँडालु पनि रोपेको रहेछ काजी मामाको घर पारी क्रिकेटार हाम्रो सिमसारे बाबुको जग्गा घरबारी हाम्रो बाजेटी भाडा बाध्य हुन्छ भाउजू नमस्कार बाइक आउँदो रहेछ त यो बाटो कसले खनेको लु राम्रो लु म भरे खन्नुपर्छ अब यसपालि दसैँमा ए ल बाटो यस्तो रहेछ सिमसार जाने बाटो
सिमसार जाने बाटो यस्तो रहेछ सिमसार जाने बाटो बाइक आउँदो रहेछ यो बाटो पहाड राम्रो बाटो खनेको छ त राम्रो बाटो रहेछ बाटो चाहिँ यही बाटो खन्नु पर्ला हाम्रो बोट बिरुवा यता छ जङ्गल काठ रहेछ बाटो राम्रो छ बाइक आउँदो रहेछ यो बाटो यहाँ हाम्रो जग्गा काठ पातो बाँस राम्रो बाटो बाटो राम्रो हाम्रो खर बन्नु राम्रो रहेछ लु यो भर्लाको पात हाम्रो यो काठपात हजुर खर बन्नु हेर्नुहोस् यो उहाँको छोरी हो ए